सम्पूर्णमा प्रणाम। मेरो नाम पर्मिला सेजल। म बुटुलोपन स्काउट क्रुको रेन्जर। म श्री नहरपुर माध्यमिक विद्यालयमा अध्ययनरत गरिरहेको छु। म कक्षा 9 बाट नै स्काउटमा आबद्ध भएको थिएँ। सुरुमा त मलाई स्काउट भनेको के हो जस्तो लागिरहेको थियो। सबैले हरियो ड्रेस लगाएका छन्, केटीहरूले किन लगाएको होलान्, के गर्छ होला जस्तो लागिरहेको थियो। म पनि क्वेसनको बिचमा चाहिँ स्काउटमा जोइन भएको थिएँ। जब म स्काउटमा जोइन भएँ तब मलाई एकदमै खुसी लाग्यो, किनभने म जुन क्रियाकलापमा नि म अगाडि बढ्न सकेँ कि जसले गर्दा चाहिँ म यसरी अहिले बोल्ने भएको पनि म स्काउटले गर्दा नि। म कुनै पनि क्रियाकलापमा चाहिँ जुन क्रियाकलापमा पनि म सहभागी हुन खोज्थेँ, तर सहभागी हुँदा चाहिँ कस्तो भित्र मनमा एकदमै डर त्रास रहेको हुन्थ्यो। तर म स्काउटमा आबद्ध भइसकेपछि आफ्ना कुराहरू चाहिँ खुलेर, आफ्नो विचारहरू खुलेर प्रसारण गर्न पर्छ भन्ने कुरा चाहिँ मलाई धेरै ज्ञान सिकाएको छ। म स्काउटबाट चाहिँ आफै नै प्रोग्राम सञ्चालन गर्न सक्ने भएँ। जसले मैले स्काउटबाट चाहिँ विभिन्न स्कुलमा गएर धेरै प्रकारका प्रोग्राम आफैले नै सञ्चालन गरिरहेको छु। यो चाहिँ म आफैमा नै सक्षम भए जस्तो फिल भइरहेको छ। मलाई स्काउटले गर्दा चाहिँ म एकदमै पहिलाभन्दा धेरै नै अनुशासन भएको फिल भइरहेको छ।